भारतको हिमाचल प्रदेश स्थित मनालीमा आइतबार सम्पन्न अखिल मूल प्रभा नेपाली एकता समाजको 7औं नगर सम्मेलनमा प्रवासी साँझ मञ्चको विशेष सहभागी रहेको थियो। सम्मेलनका अवसरमा प्रवासी साँझ मञ्चका केन्द्रीय अध्यक्ष सीपी शर्माले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली समुदायको हक हित संरक्षणका लागि अखिल मूल प्रभा नेपाली एकता समाज र प्रवासी साँझ मञ्च बीच सहकार्य अझ मजबुत बनाउने बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको समस्या समाधान एकता र अधिकारका लागि दुवै संस्थाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा रतनपुन सहित नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो। हाम्रो नेपाली समाजको लागि नेपाली समाजमा घट्ने सानो घटनाहरू सुखको होस् चाहे दुःखको होस् त्यो चिजलाई नेपाली मिडियासम्म नेपालसम्म पुर्याउने अन्तर्राष्ट्रिय जगतमा पुर्याउने हाम्रो मिडियाकर्मी कुमार रोका मगर भाइ प्रवासी साझा मञ्चबाट आउनुभएका मेरा मित्रगणहरू सम्पूर्ण मित्रगणहरू आज यो कार्यक्रमको लागि विशेष रूपमा पाल्नुभएका हाम्रो कैलाश बोधी स्कुल जसले नेपाली भाषाको पढाइ मनालीमा नेपाली भाषामा चाहिँ पढाइ गरिन्छ त्यो स्कुलका प्रिन्सिपल अध्यापक तीर्थबहादुर घिसिङ सर लगायत आज पाल्नुभएका सम्पूर्ण यो कार्यक्रममा पाल्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू बुवा आमा सबैलाई यो कार्यक्रम आजको नयाँ टिम चयनको लागि दुःख पाएर आउनुभएका सबैलाई धन्यवाद। र आज विशेष गरेर म एउटा सानो 2 शब्द मात्र बोल्छु किनभने समय छैन हजुरलाई पनि सबैलाई चाहिँ छिटो छ। आज चुनिनु भएका मूल प्रभा अखिल भारत नेपाली एकता समाजका मनाली नगर समितिका अध्यक्ष रतनलाल पुङज्यूलाई शुभकामना छ, धेरै धेरै धन्यवाद छ। त्यसरी उपप्रधान उपाध्यक्षको लागि चुनिनु भएकी म्याडमलाई उहाँलाई पनि शुभकामना छ। लगायत हाम्रो सचिव तिलक अतिथिजीलाई पनि शुभकामना छ। जसरी हामी नेपाली समाजमा काम गर्नको लागि यहाँ खटिएका छौँ, नेपाली समाजको सेवाको लागि मूल प्रभा भारत नेपाली एकता समाजले विगत कैयौँ वर्षदेखि काम गरिरहनु भएको छ। त्यसको लागि हामी पनि आभारी छौँ। हामी कृतज्ञता जाहेर गर्न चाहन्छौँ। हामी पनि विगत केही समयदेखि हाम्रो प्रवासी साझा मञ्च समाजमा हुने सानोतिनो दुःख सुख र त्यसलाई साथ लिएर हामी अगाडि बढ्नको लागि सामाजिक रूपमा काम गर्नको लागि हामी एउटा संस्था बनाएर हामी अगाडि बढ्दैछौँ। र हाम्रो प्रवासी साझा मञ्चको उद्देश्य पनि मूल प्रभा भारत नेपाली एकता समाजको उद्देश्य जस्तै नै हो, तर हामी चाहिँ यो सामाजिक रूपमा बढी चाहिँ हामीले काम गर्ने, कुनै राजनीतिसँग नछोड्ने, कुनै राजनीतिक पार्टीसँग हामी नछोडेर काम गर्ने, चाहे नेपालको चाहे भारतको, त्यसरी काम गर्ने हिसाबले हामी चाहिँ एउटा संस्था निर्माण गरेका छौँ। र त्यो संस्थामा हामी विगत केही वर्षदेखि हामी काम गरिरहेका छौँ। हामी तपाईँहरूसँग सहकार्य गरेर काम गर्ने हो। हामीले यहाँ कुनै पदको लागि कुनै बाटो लागि हामी चाहिँ यहाँ आएको होइन। हामी सबै तपाईँहरूसँग सहकार्य गरेर हाम्रो संस्था प्रवासी साझा मञ्च अगाडि जानेछ भन्ने म आशा गर्दै हजुरलाई आजको यो नयाँ टिमलाई शुभकामना दिँदै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद अध्यक्षज्यू, उहाँले पनि थुप्रै कुरा गरेर जानुभयो। साथमा नयाँ निर्वाचित सङ्गठनका साथीहरूलाई शुभकामना दिएर जानुभयो। अब यसै क्रममा हामीसँग अब समय पनि कम छ र आफ्ना शुभकामना 2 शब्द राख्नको लागि केन्द्रीय समितिका सचिव श्री कुलबहादुर बागलेजीलाई म अनुरोध गर्दछु। कुलबहादुर बगालेजी।